नमस्कार सबैजनालाई। आज नयाँ सालको दिन, नयाँ सालको 2023 सालको सबैलाई मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हामी पनि आज हाम्रो क्लासको चाहिँ पाठ पूजा, सामान्य पूजा, नयाँ सालको डान्स क्लासको पूजा गर्न गइरहेका छौँ। सबैजना भाइ बहिनीहरू पनि आइसक्नु भएको छ। अब हेमन्त भने पोचा मार्दैछ, त्योभन्दा पछि हामी पूजा कार्य सुरु भइसकेको छ हाम्रो। बिस्तारै हाँसी मजाक गर्दा गर्दा हामी पूजा गरिरहेका छौँ। अब पूजा सँगसँगै हामी सर एकचोटि अब क्लास पनि देखाउँदैछौँ। तपाईँजना सबैजनाले भिजिट गर्नुहोला। अब नयाँ सालमा ओपनिङ भइसकेको छ, नयाँ सुरुवात भइसकेको छ। सबैजनाले एडमिसन फ्रीदेखि लिएर हरेक कुराको हामीले सुविधा दिएका छौँ। तपाईँहरू सबैजना जोइन गर्न चाहनुहुन्छ भने भोलि 2 गतेबाट हाम्रो क्लास सञ्चालन हुनेछ। सबैजना आएर क्लासमा भिजिट गर्नुहोला। तपाईँको नानीबाबुहरूलाई, छोराछोरीलाई डान्स सिकाउन चाहनुहुन्छ भने डान्स क्लास जोइन गराउनुहोला। लम्की रहनुहुनेले एक बस पार 1 नम्बर गेट नजिक रहेको छ क्लास भने स्याउले रहनुहुनेले स्याउले पनि क्लास रहेको छ, त्यहाँ पनि जोइन गर्न सक्नुहुनेछ। हाम्रो अहिले पूजा चलिरहेको छ। हामी पूजा सँगसँगै रमाइलो पनि गर्दैछौँ, हाँसी मजा गर्दैछौँ। नयाँ सालको दिन हो आज। सबैको सुखी रहोस्, सबै 23 साल सबैको लागि राम्रो रहोस् भन्ने सँगसँगै हेतुले हामी अहिले पूजा गर्दैछौँ। पूजा सँगसँगै सबैजना भाइ बहिनीहरू पनि सँगै मेरो साथमा रहेका छन्। अब पनि हामी बिस्तारै पूजा सँगसँगै अब भगवान्लाई पनि अब लड्डुहरू चढाउँदैछौँ, पूजा गर्दैछौँ। अब हेमन्त भाइ मुसुक्कै हाँस्दैछ, लड्डु खानलाई भाग्ने कोसिस गर्दैछ, मलाई थाहा छ। हामी सँगसँगै अहिले पूजा गर्दैछौँ सबैजना सँगै मिलेर। आज धेरैजना आउनु भएको छैन क्लासमा, जतिजना आउनु भएको छ हामी सँगै मिलेर हाँसी मजाक गर्दै पूजा गर्दैछौँ। अब नै यसै गरी अब यो सँगसँगै अब हामी अब नरिवल फुटाउने काम रहेको छ। मैले नरिवल एकचोटि फुटाउन नसक्दा 2 चोटि, ल त्योभन्दा पछि पनि हामी सरै क्लासभरि नै नरिवलको पानीलाई छिटाउँछौँ। हेमन्त भाइ फेरि त्यहाँ खानको लागि हेर, त्यो तल गरिरहेको छ हेर, त्यो जहाँ पनि मजा गर्ने हेमन्त भाइको बानी हो। त्योभन्दा पछि पूजा लगभग सम्पन्न हुने कार्य हुँदैछ। टिका लगाउँदैछौँ हामी। अब टिका सँगसँगै हामी टिका लगाइसकेपछि सबैजनालाई प्रसाद दिने कार्यक्रम हुनेछ। अनि त्यसपछि सबैजना टिका भाइ बहिनीहरूलाई सबैजना टिकाकरण भइसकेपछि अब पनि हामी लड्डु, ल जनक भाइले विशेष हातमा लड्डु सबैलाई दिँदैछ। अब नयाँ सालको आज सुखमय सँगसँगै हामी आज लड्डु खाएर क्लासको सुरुवात पनि गर्दैछौँ। नयाँ साल हो, आज 1 गतेको दिन। अब हाम्रो पनि पूजा सकिसकेपछि अब भने हामी अब यो नयाँ सालको सबैजनालाई 2023 सालको हार्दिक मङ्गलमय शुभकामना, सबैको जीवनमा खुसी रहोस् भन्दा भन्दै तपाईँहरूले जोइन गर्न चाहनुहुन्छ भने फेरि पनि भन्दैछु म, भोलि 2 गतेबाट हाम्रो क्लास सञ्चालन हुनेछ। आज 1 गते भनेको छुट्टी रहेको छ। सबैजना भोलि 2 गतेबाट हाम्रो 10 गतेसम्म नयाँ वर्षको न्यू अफर, एडमिसन फ्रीदेखि लिएर हरेक कुराको अफर दिएका छौँ। तपाईँहरू आउन चाहनुहुन्छ भने भिजिट गर्नुहोला। लम्की रहनुहुने नानी बाबुहरूले चाहिँ लम्की बस पार 1 नम्बर गेट नजिक भने उता स्याउले हुने नानी बाबुहरूले, स्याउलेको आसपास हुनेहरूले चाहिँ स्याउलेमा हाम्रो क्लास जोइन गर्नुहोला भन्दै यो भिडियो यहीँ हामी आज अन्त्य गर्न चाहन्छौँ। थ्याङ्क यू सो मच एभ्रिवान। थ्याङ्क यू।